तो चलिए शुरू करते हैं। हे गाइज, आज चाहिँ हामी यहाँ साकुजा पार्क भन्नेमा चाहिँ आएको छौँ र यो चाहिँ कुरासिकीबाट 20 मिनट लाग्छ र साइडमा चाहिँ मेरो साथी छ र मैले उसलाई ब्याग बोक्न लगाएँ। बट एक्चुअली लड अफ बिन्तीपछि बल्ल तल्ल मान्यो र धेरैबाट सजेसन पाएको थियौँ कि यहाँको नेचर सुन्दरता एकदम राम्रो छ भनेर र हामी दुईटा चाहिँ हल्का बिदाको दिन मिलाएर यता आएको छौँ र वाउ, यहाँको नेचर र सुन्दरता हेरेपछि हाम्रो कामको थकान सबै मेटियो। र घुम्दा घुम्दै हामीलाई भोक पनि लाग्यो र हामीले सुरु गर्यो मुकबाङ। र मुकबाङमा चाहिँ साथी धेरै हार्यो, कुदै थियो र म भनेको चाहिँ हाँसेको थिएँ। यो देखेर मलाई एकदम दुःख लागिरहेछ साथी। केही छैन, बेटर लक नेक्स्ट टाइम होइन। त्यसै गरी हामी चाहिँ त्यसपछि हल्का रिभर साइडतिर गयौँ। त्यहाँ गएर चाहिँ हल्का फोटोसुट, हल्का भिडियो गऱ्यौँ। एन्ड देयर वी गो। नेपाली शाहरुख खान भन्न त सुहाउँदैन, बट हल्का शाहरुख खानको पोज दिँदै। र आजको भ्लग भनेको चाहिँ यहीँसम्म हुनेछ र हामी फेरि भेट्नेछौँ हाम्रो न्यू भ्लगमा। थ्याङ्क यू।